ह्यान्ड नचलाउनु भनेको उठ न उठाउने क्या ह्यान्ड नचलाउनु उठ न उठिहाल्छु त पहिला तिमीले त छोड उठ न भनेको पहिला छोड न अनि उठ्छु नि उठ आयो अलि चाँडो गर ल बस त्यो जुस पास गर न यता विशाल मेरो पिरियड डेट क्रस भएको 1 विक भइसक्यो किन आत्ते कि तिम्रो त्यसै पनि ढिला चाँडो हुने गर्छ अनि प्रेग्नेन्ट भयो भने नि यत्रो टाइम केही नभएको अब चाहिँ भइहाल्छ त अहिले नहुने पछि हुने भन्ने हुन्छ र पुल आउट मेथड 100% काम गर्छ भन्ने के ग्यारेन्टी छ छे यसो न के छिन् कन्सिभ नै भएको रहेछ भने वाट विल वी डु यस्तो हाइपोथेटिकल कुरा नगरौँ न हामी मेन्टल्ली प्रिपेयर त हुन पर्यो नि मेन्टली प्रिपेयर हुनलाई मेन्टली प्रिपेयर हुनु पर्यो होइन र यसरी डराइ डराइ बस्न भन्दा बे गरौँ न यसै पनि सँगै त बसिरहेकै हो सँगै बस्नु र बिहे गरेर बस्नुमा फरक होइन र के फरक छ एक्सपेन्सेस अहिलेकै जस्तो मिलेर भरौँला हाम्रो मम्मी बुवा हामीसँगै बस्न आउने पनि त होइन म्यारिज कम्स विथ लट अफ रेस्पोन्सिबिलिटिज एउटा बेबी भयो भने रेस्पोन्सिबिलिटिज र खर्च बढ्छ तर एउटा बेबी कति नै महँगो पर्ला कुरा महँगो र सस्तोको होइन फ्यामिली दुईवटा हुन्छन् रिलेटिभ दुईवटा हुन्छन् कुरा सुन्न र मान्न पर्ने दुई साइड हुन्छन् अहिले चाहिँ कसैको माने जस्तो तिमी मेरै त मान्दैनौ के चाहिँ मानेन मैले तिम्रो तिम्रो के कुरा सुनिन भन त मैले यही चुरोटको ठुटा दसैँमा हाल भन्दा त मान्दैनौ म गरिहाल्थेँ नि त्यो गर्यौ सधैँ मैले नै गर्नुपर्छ मेरो कुरा सुन न तिमीले भने जस्तै बिहे गर्न कुनै समस्या छैन के मलाई यसरी घरमा एक्लै बस्छु भनेर लुकेर सँगै त बस्नु पर्दैन हामी एकअर्कालाई माया गर्छौँ सँगै बसिरह पनि छौँ तर अलि स्टेबल भएर हामीले बिहे गरेको राम्रो होइन र अनि सधैँ यस्तै डरमा बस्नु अनि यसको उपाय बिहे मात्रै हो र अनि के हुन्छ त बिहे गर्यो आनन्द कसरी आनन्द बिहेपछि नानी जन्माइहाल्ने हो र प्रोटेक्सन त त्यो बेला पनि युज गर्नु पर्ला तिमीलाई मसँगको रिलेसन मजाक लागिरहेको छ हो तिमी न बच्चाको लागि रेडी छौ न बिहे गर्न रेडी छौ तिमी के को लागि रेडी छौ भन त यो पानी ल्याऊ घरमा छोरीको बिहे नगर्ने भन्दै मान्छे होला ड्याडी मम्मीलाई पनि छोरीको बोयफ्रेन्ड छ भन्न कति अप्ठ्यारो हुँदो फेरि यसरी सँगै बसेको थाहा पाउनु भयो भने म त सोच्न पनि सक्दिनँ मलाई थाहा छ बिना मलाई तिम्रो हर्मोनल प्रब्लमदेखि फ्यामिली प्रब्लम सबै थाहा छ यो तिम्रो पिएमएस पनि हुनसक्छ हुन्छ नि पिएमएस प्रब्लम जे कुरालाई पनि मजाक नबनाउँदिनँ ओके माई भर्जिनिया वुल्फ
यही भाषामा छोरी मान्छेको कुरा बुझ्दै मात्र हुन्छ। यसरी रिसाएर हुन्छ त? ल हेर त मलाई, तिमीलाई सम्हाल्न कति गाह्रो छ। फेरि बच्चा जन्मियो भने कति गाह्रो हुन्छ भन त। म जस्तै जन्मिए त ठिकै छ, तिमी जस्तै कार्बन कपी भयो भने कति गाह्रो होला। यस्तै भनेर क्यार गरिरहनु रमाइलो लाग्छ हो तिमीलाई? मैले जिस्क्याउने फकाउने तिमीलाई त हो। यो सबै समस्याको एउटा सोल्युसन छ मसँग। बिहे गर्नुभन्दा अगाडि हामी पेट पाल्न त सक्छौँ नि, लाइक अ डग। हामी दुवैजना बाहिर निस्किँदा उसलाई के गर्छौँ, उसलाई कसरी फिड गर्छौँ। हामीले राम्रो टेक केयर गर्यो भने लेट्स गेट म्यारिड एन्ड ह्याभ किड्स। अब यो सोल्युसनलाई यु क्यान्ट से नो। तिमीलाई डग त्यसै पनि अत्याधिक मनपर्छ। कुकुरकै लागि भए पनि आई कुडन्ट डिसएग्री विथ योर सोल्युसन। अच्छु के रे के रे के रे के रे नगर के रे? न। नगर न। अझै 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 आमा भन्ने रे हो अझै। विशाल, कुकुर भन्दा पहिला हाम्रो बच्चा आएछ।